हेलो साथीहरु हजुरहरु सम्पूर्णलाई नमस्ते अनि जय मसी भन्न चाहन्छु अनि हजुरहरु आराम हुनुहुन्छ साथीहरु अनि हिजो आज के गर्दै हुनुहुन्छ साथीहरु आज चाहिँ है सधैं मेलापात काम यताउता गर्दा गर्दा आज चाहिँ मेरो श्रीमानले मलाई यसो बाहिरतिर ल्याउनु भएको छ उहाँ चाहिँ यहाँ यता हुनुहुन्छ हेलो हेलो गर्दिनु हेलो साथीहरु हेलो हेलो तपाई मलाई लिएर आउनु भयो छै मैले ल्याएको ल साथीहरु अनि हामी चाहिँ यहाँ मलाई चाहिँ आज मेरो बर्थडे पनि हो नि त अनि त्यही भएर पनि उहाँले चाहिँ मलाई चाहिँ यहाँ लिएर आउनु भएको छ मेरो श्रीमानले चाहिँ अनि अब हामी चाहिँ यहाँ एकछिन रहनेछौँ खाजा साजा खानेछौँ अनि अब हामी निस्किनेछौँ साथीहरु के छ हजुरहरुको हालखबर आरामै हुनुहुन्छ होला है ल साथीहरु आजको यो छोटो खाले ब्लग बनाएको छु है तपाईहरुले हेर्दिनु होला अनि भरे अरु चाहिँ म फेरि एड गर्दै जानेछु है त साथीहरु अनि साथीहरु ह्यापी बर्थडे चाहिँ लेख्दिनु होला है जो हुनुहुन्छ लेख्दिनै हो त अनि म पनि यहाँबाट उसलाई ह्यापी बर्थडे विश गर्न लागेको छु थ्यांक यू ब्रो साथीहरु हामीले चाहिँ पानी पनि आइसकेको छ तातो सोलुखुम्बुमा तातो पानी र साथीहरु हट पानी चाहिँ अब म चाहिँ पिउने छु है त यहाँ मेरो श्रीमानले पनि पिउन थालिसक्नुभयो साथीहरु यता चाहिँ अलिकति धेरै जाडो हुन्छ क्या धेरै अनि जेठको दिनमा पनि तातो पानी जेठको दिनमा पनि तातो पानी खानु परेछ हेर्नु त बिजो सोलुखुम्बुको सलिरीको ल साथीहरु हाम्रो यम्मी खाजा चाहिँ आइसकेको छ दुईजनाको अब चाहिँ साथीहरु हामी यो खाजा खाएर चाहिँ हामी यहाँबाट निस्किनु पर्ने हुन्छ है सात परिसक्यो हेर्नुस् त हजुरहरुलाई कस्तो लाग्यो वाउ यम्मी बुढा कस्तो छ मोमो मलाई चाहिँ मिठो लाग्यो तिमीलाई पक्का खाना खाइसक्नु भयो उहाँले चाहिँ ल साथीहरु अब चाहिँ मैले पनि खानुपर्ने हुन्छ मोमो मेरो श्रीमानलाई धेरै धन्यवाद है मलाई आज बर्थडेको दिन मोमो खुवाउनु भएको छ अनि भरे फेरि घरमा पनि चिकनहरु के मासुहरु लाने भन्नुभएको छ हेरौँ आज हामी पोर्क चाउमिन आजको बेलुका खाना ओके ल साथीहरु मैले पनि अब चाहिँ स्टार्ट गरे है तर साथीहरु आज चाहिँ भिडियो उँधो राख्नुपर्ने बेला भएको छ के क्यामेरा चाहिँ मैले स्ट्यान्डहरु केही पनि ल्याइन हैन त्यस कारणले गर्दाखेरि ल साथीहरु स्टार्ट गरियो मिठो रहेछ कस्तो छ बुढी मिठो छ एकदम मिठो लाग्यो मलाई चाहिँ स्पाइसी छ कि छैन एकदम मिठो छ है ल साथीहरु अब चाहिँ सट्टासर खानुपर्छ है अहिले ढिलो हुन्छ नि त सोलुमा यतिको मोमो त पाउँदैन मलाई चाहिँ साथीहरु झोल मोमो चाहिँ मेरो फेभरेट हो लास्टै मन पर्छ है झोल मोमो चाहिँ मलाई चाहिँ मेरो फेभरेट के हो भन्दियो त साथीहरुलाई तपाईको चाउमिन मेरो श्रीमानको चाहिँ फेभरेट चाहिँ चाउमिन हो मेरो चाहिँ मोमो त्यो पनि झोल मोमो साथीहरु साथीहरु लास्ट मिठो मोमो खायो है हल्का के भन्छ टिमुर पनि मिसाएको रहेछ अनि मलाई चाहिँ एकदम बेस्ट लाग्यो है विशेष त यता मैले उबारेको खाँदै हुनुहुन्छ बुढीको जेठो खाए नभन्नै म चाहिँ फेरि साथीहरु कस्तो टन्न भए कि घरमा नि खाजा साजा खाएको थियो अनि फेरि खाँदाखेरि टन्न भए अनि साथीहरु विशेष गरी हजुरहरुलाई धेरै धन्यवाद अनि मेरो छोटो ब्लगमा आइदिनु भएकोमा हेरिदिनु भएकोमा अनि कमेन्ट पनि मिठो छोडेर जानु भएको छ भन्ने विश्वास गरेकी छु जानुहुनेछ हैन अब चाहिँ साथीहरु टन्न अगाइसके हैन यहाँबाट चाहिँ निस्किनु पर्ने हुन्छ अनि विशेष गरी मेरो युट्युबको साथीहरु जति जान्ने मलाई अनि सब्स्क्राइब लाइक अनि कमेन्टहरु गरिराख्नु भएको छ हजुरहरुलाई एउटा सन्देश चाहिँ के दिन चाहन्छु भने हजुरहरुको नि वाइफलाई हैन दिनरात काम गरेर घरमा बसेको हुन्छ कहिलेकाहीँ विशेष दिनहरुमा मेरो हस्बेन्डले जस्तै तपाईहरुले पनि यसरी बाहिर लगेर खुवाउनु भयो भने हैन त्यस्तो ठुलठुलो कुराहरु खुवाउनु पर्दैन के हामी केटी मान्छेहरुलाई त सानो कुरामा एकदम ह्यापी भइहाल्छौं हैन एकदम सजिलो छ नि त केटी मान्छेहरुलाई जस्तो श्रीमतीहरुलाई खुसी बनाउन ठुलो कुरा छैन ल साथीहरु अब चाहिँ हामी यहाँबाट निस्किने समय है त
अनि अब अरू कहाँ कहाँ लानुहुन्छ के गर्नुहुन्छ मलाई थाहा भएन। अब चाहिँ हामी यहाँबाट निस्किनेछौँ। आफ्नो ख्याल गर्नु होला अनि एकअर्कालाई सपोर्ट गर्दै रहनु होला अनि मलाई पनि माया यसरी नै दिनु भइरहेको छ, अझै दिनु होला भन्न चाहन्छु है त साथीहरू। बाइ बाइ साथीहरू, टेक केयर।